नेपाली टिम एपीएफ एफसी भर्सेस भुटानी टिम ट्रान्सपोर्ट युनाइटेड एफसी साफ महिला क्लब च्याम्पियनशिप अन्तर्गतको दोस्रो खेल एपीएफ एफसीले भुटानको ट्रान्सपोर्ट युनाइटेड एफसी विरुद्ध खेल्दैछ। सबैभन्दा पहिले त सम्पूर्ण नेपालीहरू लगायत मेरो तर्फबाट नेपाली टिम एपीएफ एफसीलाई बेस्ट अफ लक भन्न चाहन्छु आज हुने खेलको लागि। नेपाली टिम एपीएफ एफसीले यसअघिको पहिलो खेलमा बंगलादेशको नाजरिम स्पोर्ट्स एकाडेमी एफसी विरुद्ध 4-0 को फराकिलो जित निकाल्दै यस प्रतियोगिताको सुरुवात राम्रो गरेको छ। साफ महिला क्लब च्याम्पियनशिप 2025 को च्याम्पियन बन्नलाई नेपाली टिम एपीएफ एफसीलाई रोक्न सक्ने एकमात्र टिम छ, त्यो हो भारतीय टिम इस्ट बेंगल एफसी। अहिलेसम्मको खेलको नतिजा र टेबल हेर्ने हो भने नेपाली टिम एपीएफ एफसी र भारतीय टिम इस्ट बेंगल एफसी 3-3 पोइन्ट र 4-4 गोल अन्तरका साथ एक-एक खेल सहित टेबलको पहिलो र दोस्रो स्थानमा रहेका छन् भने अर्कोतिर कराची सिटी एफसी, ट्रान्सपोर्ट युनाइटेड एफसी र नाजरिम स्पोर्ट एकाडेमी एफसीले भने 2-2 खेलहरू खेलिसकेका छन्। आज नेपाली टिम एपीएफ एफसी दोस्रो खेल ट्रान्सपोर्ट युनाइटेड एफसी विरुद्ध खेल्दैछ भने अर्कोतिर भारतको इस्ट बेंगल एफसी पनि दोस्रो खेल खेल्दैछ। नेपाली टिम एपीएफ एफसी साफ क्लब च्याम्पियनशिप 2025 को च्याम्पियन बन्न हरेक खेलमा जित आवश्यकता रहेको छ भने हरेक खेलहरू उत्तिकै महत्त्वपूर्ण रहेका छन्। एपीएफ एफसी का लागि एक अपर्च्युनिटी पनि हो, घरेलु मैदानमै रहेर घरमै ट्रफी सेभ गरेर राख्न सक्ने मौका पनि यही मौका हो र अर्को एक इतिहास पनि नयाँ बन्नेछ। नेपाली महिला फुटबल तर्फ नेपालमा पहिलो पटक उपाधि, पहिलो पटक नेपाली महिला फुटबल टिम च्याम्पियन बन्दै साफको इतिहासमा नेपालको नाम पनि पहिलो पटक दर्ता हुनेछ। सबैभन्दा ठूलो नेपाली टिमका लागि दुश्मन यो प्रतियोगितामा भारतीय टिम इस्ट बेंगल एफसी बन्नेछ। भारतले हरेक ठाउँमा दबाउँदै आएको छ हामीलाई, अब दबाउने पालो हाम्रो भारतीय टिमलाई। तर हामी ढुक्कै छौं, नेपाली टिम एपीएफ एफसी फाइनलसम्म भने सहजै पुग्नेछ भने अर्कोतिर फाइनलसम्म पुग्ने टिम भनेकै भारतीय टिम इस्ट बेंगल एफसी नै हो। गाइज हेर्नु होला है, नेपाली टिमले पुनः नेपाली फुटबल समर्थकहरूको आशा अपेक्षालाई भरोसामा परिवर्तन गर्ने कि निराशामा परिवर्तन गर्ने भन्ने दिन पनि फेरि एकपटक आउँदैछ है गाइज। हस् धन्यवाद। बाँकी यस प्रतियोगिता अन्तर्गत नेपाली टिम एपीएफ एफसी का खेलहरूको डेट, समय र यस प्रतियोगिता अन्तर्गतका खेलहरूको फर्मेट लगायत लाइभ कसरी हेर्ने भन्ने विषयमा जानकारी छैन भने हामीले पूरा जानकारी यसअघि नै युट्युबमा राखेका छौं। नेपाल स्पोर्ट एचडी च्यानलमा गएर हेर्नु होला अनि हाम्रो फेसबुक देखि लिएर टिकटक सम्मका समर्थकहरू युट्युबमा जोडिनु होला। अन्त्यमा तपाईहरुले मेरो पर्सनल नेपाली टिम एपीएफ एफसीले साफ महिला क्लब च्याम्पियनशिप बन्दै 2025 को ट्रफी घरमै राख्छ होला कि बाहिर पठाउँछ होला, के लाग्छ तपाईहरुलाई कमेन्ट पनि गर्नु होला है।